हेलो गाइज, आज चाहिँ म दिदीहरूसँग बस्दै थिएँ। आज चाहिँ गर्मी धेरै छ तर हावा चाहिँ चलेछ। आज यिनी चाहिँ मेरो फुपू हुन्, यिनी मेरो दिदीहरू। यो दिदी कस्तो रहेछ हेर। यो चाहिँ मेरो मम्मी रहेको छन्। यो चाहिँ मेरो पानी खाने नलका। यो चाहिँ हावा रहेको छ यो चाहिँ आन्टीको घर रहेको छ। यो चाहिँ आज हामीले खनेको थियौँ किनकि धान बुनिन्छ आइसकेको छ। यो चाहिँ मेरो फुपू हुन्, पहाडदेखि आउनु भएको थियो जग्गा किन्नको लागि। र यो ऐना चाहिँ मैले हेरेको कस्तो देखेको छ, तर द्याट इज नट माई मोबाइल। म यति यहाँ बसेर यिनीहरूको कुरा सुन्न मन लागेन। अब चाहिँ म जान लागेको सटरतिर बसेर सुत्न जान लागेको। म चाहिँ यो बोलेको चाहिँ तपाईँलाई देखाइन किनकि यो चाहिँ मेरो घरको अगाडिको रहेको छ भ्यू। यो चाहिँ आन्टीको घर। म चाहिँ आन्टीको घरको सटरमा जान लागेको छु। यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। पंखा, अब म पंखा अन गर्न गइरहेको छु। यो पंखा मैले अन गरेँ। यो पंखाको आवाज चाहिँ यस्तो रहेको छ। मेरो कपाल चाहिँ यस्तो रहेको छ किनकि मेरो फुपूहरूको कपाल यस्तै छ, तर कोही फुपूको चाहिँ छैन। र मेरो ब्लग यहाँसम्म रहन्छ। म तपाईँलाई अर्को ब्लगमा भेट्ने छु।